सो मैले ओरिजिनल ल्याङ्ग्वेजमा कोरियन मुभी कलोनी भन्ने हेरेँ इङ्ग्लिस सबटाइटलसँग र यो मुभी ट्रेन टु बुसान भन्दा राम्रो छ कि छैन आज यो भिडियोमा डिस्कस गरौँ। फर्स्ट अफ अल ट्रेन टु बुसान र कलोनी दुइटै मुभीको डिरेक्टर सेम हो र कलोनी मुभी पनि एउटा जोम्बी अट्याक मुभी नै हो। यसको स्टोरीको कुरा गर्ने हो भने चाहिँ एकजना डक्टर हुन्छ जसले रिसर्च गरिरहेको हुन्छ अनि उसले चाहिँ रिभेन्ज लिनको लागि चाहिँ मलभित्र एकजना मान्छेको माथि चाहिँ भाइरस भएको इन्जेक्सन इन्जेक्ट गरिसकेपछि त्यो मान्छे चाहिँ जोम्बीमा कन्भर्ट हुन्छ र त्यो मलभित्रको मान्छेहरू बिस्तारै बिस्तारै जोम्बीमा कन्भर्ट भइसकेपछि अरू मान्छेहरू कसरी सेफ हुन्छन् कसरी सर्भाइभ गर्छन् त्यो कुरा यो मुभीमा हेर्न पाइन्छ। फर्स्टमा पोजिटिभको कुरा गर्ने हो भने चाहिँ यो मुभीको रन टाइम एकदमै ठिक छ होइन 2 आवर्स र मुभीको फर्स्ट सिनदेखि नै यो एकदमै हाई पेस गइदिन्छ। स्टोरी बिल्डअपमा एकछिन पनि टाइम लाग्दैन। यसको भिडियो क्वालिटी प्रोडक्सन सिनेमाटोग्राफीको एकदमै टप नच छ होइन। पोजिटिभमा यति नै छ। नेगेटिभको कुरा गर्ने हो भने चाहिँ यदि तपाईँहरूले धेरै जोम्बी मुभिजहरू हेरिसक्नु भयो भने चाहिँ 2-3टा सिनहरू एकदमै इलोजिकल लाग्छ होइन, दिमाग लगाउनै मिल्दैन र मुभीको बिचमा पुगिसकेपछि यो मुभी प्रिडिक्टेबल भइदिन्छ र त्यसपछि इङ्गेज रहिरहन चाहिँ अलिक गाह्रै रहन्छ अनि कुनै पनि क्यारेक्टरसँग चाहिँ एउटा त्यो इमोसनल कनेक्सन चाहिँ रहन्न। जोसुकै मरोस् जोसुकै जेसुकै होस् बाले भएन भन्ने खालको हुन्छ। 1-2टा सिनहरू चाहिँ फाल्तुमा यतिकै ड्रामा क्रिएट गर्नलाई मात्रै राखेको छ र त्यस्तो इम्प्याक्ट चाहिँ केही पनि पार्दैन। सबै कुराहरू रिपिटेड फिल हुन थाल्छ लास्टको 45 मिनट्समा चाहिँ अनि इन्डिङ पनि ठिकै छ। अब मेरो रेटिङ भन्ने हो भने चाहिँ यसमा म 7 आउट अफ 10 दिन्छु र ट्रेन टु बुसान जतिको राम्रो चाहिँ छैन यो मुभी, तर डेफिनेटली वान टाइम हेर्नको लागि चाहिँ एकदमै ठिक छ। टाइम पास गर्न मन छ भने चाहिँ यो मुभी डेफिनेटली पनि हेर्दा हुन्छ, फ्यामिलीसँग हेर्दा पनि भयो। तर जम्बिजहरू चाहिँ एकदमै क्रिपी देखाएको छ होइन, त्यो तिनीहरूको मेकअप र त्यो एपियरेन्स एकदमै घिनलाग्दो छ। अनि जम्बिजहरू चाहिँ अलिकति स्मार्ट नै हुन्छ होइन, यसमा चाहिँ एउटा टेक्नोलोजी युज गरेर त्यो ब्रेन टु ब्रेन कम्युनिकेट गर्न सक्छन् जम्बिजहरू। त्यसले गर्दा चाहिँ अब जम्बिजहरू एकदमै हाइपर एक्टिभ छन् होइन, एकदमै फास्ट दौडिन सक्ने, टोक्ने बित्तिकै 30 सेकेन्ड्समै जम्बीमा कन्भर्ट भइहाल्छ होइन, विदाउट एनी डिले। यस्तै यस्तै कुराहरू छ। तर तपाईँहरूलाई एकदमै इन्टरटेनिङ एउटा जम्बी मुभी हेर्न मन छ भने डेफिनेटली यु क्यान गो फर इट। यदि हजुरहरूले यो मुभी हेरिसक्नु भयो भने चाहिँ कमेन्ट गर्नु न कस्तो लाग्यो भनेर।